गल्ती मैले गरेको थिएँ, यसलाई फसाएँ, ठिक्क परो भन्छन् अरे मान्छे। त्यहाँ काहीँ कसैको बारीमा एउटा आँपको रुख छ, त्यो रुखमा आँप लटरम्मै फलेको छ, पाकेको छ। त्यो केले देख्छ? बोल्नुहोस् त, केले देख्छ? आँखाले देख्छ। ध्यान दिनु है, कसैको बारी हो, हाम्रो बारी होइन। हाम्रो आँखाले कुनै एउटा आँपको रुखमा लटरम्म पाकेको आँप फलेको देख्यौँ। एकदम ध्यान दिनु, देख्यौँ नि। देख्नेवाला को हो? आँखा हो। एकदम बुझ्नु, आँखाले देखो आँप लटरम्म फलेको छ। त्यहाँ आँखा पुग्छ त? पुग्दैन नि। पुग्नको लागि के को सहायता चाहिन्छ? खुट्टाको, हातको भन्दा पनि खुट्टाको आवश्यकता है। ध्यान दिनु। एउटा रुखमा लटरम्म आँप फलेको छन्, त्यो आँपलाई देख्नेवाला आँखा हो। देख्नेवाला आँखा त्यो आँपको फेदसम्म आफै पुग्न सक्दैन। पुग्नको लागि खुट्टाको सहायता चाहिन्छ। जब आँपको फेदमा त्यो पुग्छ, पुगिसकेपछि टिप्नको लागि के कुराको आवश्यकता पर्छ? हातको। अब त्यो गोरुले हाने पनि देख्नेवाला आँखा त्यो आँपको फेदसम्म जान सकेन, जानेवाला खुट्टाले त्यो आँपलाई टिप्न सकेन। जसले टिपो, आँप त टिपो, खान्छ केले? मुखले। देख्नेवाला आँखा त्यो आँपको रुखको फेदसम्म पुग्न सकेन, पुग्नेवाला खुट्टाले टिप्न सकेन, टिप्नेवाला हातले खान सकेन, अनि खानेवाला मुखले राख्न सक्छ त? राख्छ केले? पेटले। ध्यान दिनु है, कर्म यही हो। सबैभन्दा पहिला कर्म यहाँ कसले गरेको छ? आँखाले हो नि त। देखो, कर्म यही नै हो। आँखाले देखो, त्यो पुग्न सकेन, खुट्टो पुगो, टिप्न सकेन, हातले टिपो, खान सकेन, मुखले खायो, राख्न सकेन। यत्तिकैमा हामीले गलत कर्म गरेर चोरी गर्नको लागि गएका थियौँ। अन्तै देखेको थियौँ नि त्यति बेला मालिकले देखो, हामी देखेपछि मालिकले आएर आँखामा डन्डा लगाउँछ त कसैको? लगाउँदैन। तैँले देखेको थिइस् भनेर आँखा घोचिदिँदैन। सबैभन्दा पहिला ढाडमा डन्डा मार्छ, होइन? न बिचराले देखो, होइन त भन्नु त? न देखो, न गयो, न टिपो, न खायो, न राखो, डन्डा पायो कसले? सिधा सोझो ढाडमा। मान्छे यत्तिकैमा खुसी हुन्छन्। हेर्नुहोस्, गल्ती मैले गरेको थिएँ, ठुला भन्नेहरू। गल्ती मैले गरेको थिएँ, यसलाई फसाएँ, ठिक्क परो भन्छन् अरे मान्छे। त्यतिमै हाँस्न थाल्छ। तर परिणाम आँसु कहाँबाट आउँछ? गल्ती कसको थियो? आँखाको थियो। कर्म यस्तो हो, घुमी फिरी त्यही आउँछ।